अरेन्ज चाउचाउ छ अनि यसै अन्डा छ। अहिले चाहिँ रातिको 10 बज्यो होला साथीहरू। मेरो मनमा चाहिँ करेन्ट चाउचाउ खान मन लाग्यो एकदम। अनि चाहिँ अनि हामी करेन्ट चाउचाउ खाँदै एउटा गेम खेलौँ त, रमाइलो गरौँ त भन्ने मेरो मनमा चाहिँ आयो। अनि चाहिँ मैले चाहिँ करेन्ट चाउचाउ बनाएँ, अन्डा बनाएँ यसरी। अनि हामी चाहिँ गेम खेल्दै खाऊँ न त भनेर भने। अनि चाहिँ हामी चाहिँ त्यो पोटवाला गेम चाहिँ साथीहरू अहिले ट्रेनमा चलेको नि त त्यो गेम। अनि हामी खेल्दै अनि हामी मजा लिन्छौँ। अब को भाग्यमा कति खाना ल्याएको छ कि खाना ल्याएको आएन। अब हामी सुरु गर्छौँ। सुरु चाहिँ कसरी गर्ने, पहिला सिजा पेपर रक गर्ने अनि जसले जित्छ नि अनि त्यसले चाहिँ सर्च गर्नु पाउँछ। ओके ल आउनुहोस् ल राम्रोसँग गर्नुहोस्, त्यो झ्याली गर्नु पर्दैन। सिजा छिटो गर्नुपर्छ है। सिजा पेपर रक नानीले जित्यो ल, नानीले चुन्दिनु अहिले चाहिँ 3 बाट स्टार्ट भएको छ हैन। नानी छोइदेऊ त्यसलाई, छोइदेऊ। नानीले छचोटि नानी छचोटि एक बाइट दुईचोटि भयो है नानीको। गन है नानी। 3 सुरुमा छचोटि खायो नानी। म त नानीले 6 चोटि खाँदा म 2 चोटि खाइहाल्छु, 1 चोटि खाइहाल्छु म त। हामीले खानु पर्ला। कतिचोटि भयो? 4 3 चोटि कि 4 चोटि? 4 अन्डा पनि खाऊ। त्यसमा खाने हो नि त अन्डा नि त्यही त्यहीँबाट निकाल्ने। यसो निकाल नि, त्यो निकाल क्या। मेरो पालो कहिले आउला। ल खाऊ त मजाले भयो। 5 ल भयो है। अब सकिसक्यो। कतिचोटि? 6 चोटि भइसक्यो। हातले सिधा गरेर हातले त गरेर खानु बिचारा। 5 चोटि अन्डा खाऊ। दबाई एकचोटि खाऊ। झ्याली खानु पाइँदैन क्या। भयो होइन? तपाईँ र म सिधा पेपर रक गर न। के होइन त्यस्तो होइन। सेकेन्ड चाहिँ कहिले गरी भन्ने हुन्छ नि त। सेकेन्ड कोही भन्दा सिधा पेपर रक यस्तो मैले दिने ल दिने यहाँ खोइ मन गरिदिनु ल मेरो चाहिँ 3 चोटि मैले साथीहरू 3 आज मेरो त नि हैन नसर ल खाएला मिठो छ त्यो उकाले। अब यो च्यानलमा त जुठो त्यस्तै हो साथीहरू, चल्छ होइन। 2 भयो है 2। अब 3 एउटा बाँकी छ। छोरा खाएर त फेरि गयो। म चाहिँ वेटिङमा छु है खानको लागि। अब यो एउटा गाछ खानु भयो भने सेलाइसक्यो। ल भयो। ल हेर्नुहोस् त मेरो टर्न आयो है। 665 सक्यो होला अब एकपछि। बाबा 1 2 3 4 5 6 वटा हेर्दै नखाने क्या एउटा। ओके ओके त्यसो गर्छ नि हामी त के खाने होला। दुईटा भयो है, दुईटा 3टा 4टा 5वटा। नानीको पालो नानीले अन्डा नि खायो। नानी अन्डा खानु नपर्यो छौ ल। जब एउटा नानी त्यही भएर अन्डा मोलेर खाऊ नानी। धेरै खाऊ ल। नानीलाई त खुवाउन त पर्यो। ल तिम्रो टर्न भइसक्यो है अब छोरो। ल म बोलिन। मनपर्छ 666 2 2 2 2 2 जे भाइ सबैको भागमा आइरह। ठिकै खायो त्यो चित्त बुझाम होइन। अब 2 है अनि मिठो है अन्डा त। वाउ लास्टै टेस्टी हो साथीहरू, मिठो। साथीहरू कति मिठो करेन्ट चाहिँ कति पिर र साथी
साथीहरू नानी त ल नानी टु चाहिँ खायो नानी धेरै निकाल खा पिल्ला खानै नपाउँदै नानी साथीहरू अब चाहिँ म खाइरहेको छु है यसको कुरा हातले समात्न त पाइँदैन क्या त्यो त झ्याली भयो ल सक्यो तिम्रो समातेर खाइयो 1 2 प्लिज 6 3 6 त मेरोमा हो मिठो हो साथीहरू होइन म त कति जितेँ बाबा तिम्रो कति 3 होइन 3 हो एउटा भयो साथीहरू आज चाहिँ हामीले 2 बजेर 11 बजिसक्यो होला साथीहरू हामी चाहिँ बिहान चाहिँ राति बेला चाहिँ हामीले गेम खेलिरहँ सानो भयो कि अब त्यो झेली गर्न पाउने हातले पैसा है मेरो म खेल्दिनँ फेरि बस्यो है हातले नि अब यसको म खानु खासै पर्छ झ्याली भएको महसुस गरेँ यहाँ झ्याली गरेन सकेको मुखमा त हाल्नुपर्छ साथीहरू होइन ल खा भयो 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 ल 6 बाबाको पाली बाबाको 6 आयो त यहाँ खानु न त तिम्रो पालो नै आउँदैन हो के अन्त मेरो पालो नि आउँछ अब बाबा पछि मेरो त हो नि बाबा त्यसैले भ्याउनु हुन्छ हे बिस्तारै खानु न तिन चार त धेरै भयो त्यो त छोरीले पालो पाइने छोरीले हे बिस्तारै खानु भने तपाईँ खन्छु भयो छ हुन्छ है छ भयो ल भयो छ भयो अब मेरो पाली त किन खाएको त्यहाँ ल भन्ने छिटो अन गर मेरो पाली त्यसैले छिटो तिनचोटि छ नि त्यो एकैचोटि त पाइँदैन ल तिनचोटि त भइसक्यो त्यस्तो गर्न पाइँदैन नि त्यस्तो झेल गर्नु कहाँ पाइन्छ त ओहो किन हाँस्छ त्यस्तो झेल गर्नु पाइँदैन है अन्डा साइड खाइदियो सबै 2 हाई खिमा त पर्दो रहेछ साथीहरू त्यो हातले छुन पाउँदैन नि म्याम अघि नै त आले चाहिँ छु नि अनि भएन यो त डाँडै हे गम कि गम न नखानु है हातले छुन पाउँदैन है नगर न के हातले गर्न पाउँदैन नि मिठो छ साथीहरू तपाईँहरू त यस्तो गेम खेल्नु पिरे चप्चो र अन्डा बनाउनु अनि मिठो हुन्छ ल 3 भयो 1 2 भयो मेरो टर्न हो त अब त्यसरी हातले त लिन पाउँदैन है पाउँदैन अनि पाउँदैन नि हातले पाउँदैन कि पाउँदैन भने सुन्दैन पाउँदैन ओइ पाउँदैन कि झन् के भयो है मेरो टर्न है अब हे अब बिस्तारै खानु कि बिस्तारै खानु अब चार बिस्तारै हातले छुन पाउँदैन होइन यता चाहिँ खाइदिनु अब यति हो त्यही पनि नानी बिस्तारै हातले भन्दैछु छुन पाउँदैन छोरा है बिस्तारै भन्न भएन त्यस्तो झ्याली गर्न त कहाँ पाइन्छ त नानी कसले नानीले तिन पाइँदैन अनि 3 चार भइसक्यो फिनिस छोरीको पालो है पठाइदिउँ छोरीको पालो है पठाइ छोरीकै यो चाहिँ छोरी वान